नमस्ते अनि स्वागत छ यहाँहरूलाई आजको रेसिपीको भिडियोमा। आज मैले यहाँहरूको लागि एकदमै प्रोटिन रिच फुड लिएर आएकी छु। यहाँ मैले रोटी बनाउन आँट्दैछु। रोटी रहेको छ टोफुको। त्यसको लागि मैले आँटा मुस्दैछु। यहाँ मैले 2 कप आँटा लिएकी छु। यो गहुँको आँटा हो। त्यसको लागि मैले यसमा अलिकति नुन हालेकी छु र यसलाई मिक्स गरेर अब थोरै थोरै पानी हाल्दै म यसको डो रेडी गर्दैछु। यसलाई चाहिँ हजुरहरूले साह्रो होइन कि ठिक्कको नरम पारेर चाहिँ मुस्नु होला। डो चाहिँ नरम बनाउनु होला, जसले गर्दा चाहिँ हाम्रो टोफु स्टफिङ गरेपछि फुट्दैन अनि परौठा मजाले फुलेर राम्रो बन्छ। यहाँ मैले यतिको नरम डो बनाएकी छु। र यसलाई चाहिँ अब हामी आधी घन्टाको लागि छोपेर चाहिँ रेस्टको लागि राख्छौँ। र यहाँ मैले लिएकी छु 200 ग्राम टोफु हो यो। यसलाई चाहिँ म अब यो कोरेसोमा कोर्दैछु। यो हजुरहरूले हातैले पनि म्यास गर्न सक्नुहुन्छ, तर अनइभन हुन जान्छ भनेर चाहिँ मैले यसरी एकै नासको होस् भनेर यसरी कोरेसो लिएर सानोपट्टिबाट चाहिँ कोर्दैछु। मैले यहाँ यसरी सबै यो कोरेर राखेकी छु र यो स्टफिङमा चाहिँ मैले चिली फ्लेक्स र नुन मात्रै हालेकी छु। यो चाहिँ मेरो भिडियो रेकर्ड भएन छ, त्यही भएर हो। हजुरहरूलाई मनपर्छ भने प्याज, धनियाँ पत्ता हजुरहरूले सबै कुरा आफ्नै स्वादअनुसारले हाल्न सक्नुहुनेछ। र यहाँबाट चाहिँ मैले अब यो डोको सानो सानो बल बनाएकी छु र यसलाई चाहिँ मैले हल्का थोरै पिठो लगाएर गोलो आकारमा सानो बनाएर अनि अब चाहिँ यसलाई म 2 चम्चा जति यो टोफुको फिलिङ्स हालेर अनि यसलाई फेरि परोठा जस्तै बेल्दैछु। हजुरहरूले यो यसरी बन्द गर्दा चाहिँ सबैतिरबाट थोरै थोरै पिठो लिँदै बन्द गर्नुहोला, जसले गर्दा कि बेल्दाखेरि चाहिँ नफुटोस् भन्नको लागि हो। अब यसलाई थोरै थोरै पिठो लगाएर बिस्तारै हल्का हातले बेल्नु होला, धेरै दबाएर थिचेर नगर्नु होला। यो बेल्दाखेरि पनि हल्का हातले घुमाई घुमाई परोठा अरू परोठा जस्तै नै यसलाई मैले पालै पालो अगाडि पछाडि फर्काएर हल्का हातले गोलो गोलो पारेर बेल्दैछु। अरू परोठा जस्तै नै यसलाई पनि धेरै पातलो पनि पारिराख्नु पर्दैन, ठिक्कको पारेर हामी बेल्न सक्छौँ। रोटीभन्दा हल्का मोटो पारेर यसरी बेलेकी छु। यहाँ त्यसै गरी मैले सबै परोठाहरूलाई चाहिँ बेलेर राख्छु अनि एकैचोटि पकाउँछु। सो मैले फेरि यहाँ अर्को परोठा पनि बेल्दैछु। र यहाँ मैले प्यान बसाएकी छु। यो तातिसकेको छ र म यहाँ बेलेर राखेको परोठा सेक्दैछु। यो हल्का एकापट्टि अलिअलि पाकेपछि अर्कोतिर पल्टाउँदैछु। र यो तलबाट फुलेको जस्तो भइसकेको छ र यसमा हजुरहरूले घिउ, तेल के खानुहुन्छ अथवा सुक्खा पनि पकाउन सक्नुहुनेछ। यसमा चाहिँ मैले घिउ हालेकी छु आधी चम्चा र यसलाई सबैतिर घिउ लाग्ने गरी मिलाएर पल्टाउँदैछु। यो चाहिँ दुवैतिर रातो रातो भएर पाकिसकेको छ। हाम्रो यो टोफु परोठा रेडी भइसकेको छ। त्यसै गरी यहाँ मैले बेलेर राखेको सबै परोठाहरू पालै पालो पकाउँदैछु।
मैले यहाँ पालै सबै परोठाहरू पकाइसकेकी छु र यो सर्भ गर्नको लागि रेडी भइसकेको छ। यसलाई चाहिँ मैले यहाँ दही र केचप हालेर सर्भ गरेकी छु। हजुरहरूले मनपर्ने अचारसँग पनि यसलाई खान सक्नुहुनेछ। हजुरहरूलाई मेरो यो आजको रेसिपी मन परेको भए मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनुहोला र मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। हस् त, धन्यवाद।